नमस्कार, कार्यक्रम जन सरकारमा हार्दिक स्वागत गर्छु। म मोहनलाल पण्डित र अहिले तपाईँ हेर्दै हुनुहुन्छ माई टिभी र यो कार्यक्रम हामी जन सरकार जनताको हरेक विषयवस्तुसँग सरकार राख्ने विषयलाई हामी यो कार्यक्रममा चर्चा परिचर्चा र अन्तर्वार्ता गरेर जनताको समस्या, जनताको विचार र जनताको जुन वास्तविक समस्या हुन्छ त्यसमाथि हामी छलफल गर्छौं। जनताको आवाज जनप्रतिनिधिसम्म, सम्बन्धित निकायसम्म र सम्बन्धित निकायको आवाज जनतासम्म हामी पुर्याउने प्रयास गर्छौं। र यही सन्दर्भमा आज हामीसँग हुनुहुन्छ मध्य प्रदेशका नेपाली कांग्रेस मध्य प्रदेशका उपसभापति तथा उहाँ चन्द्रशेखर यादवजी हुनुहुन्छ र यो कार्यक्रममा उहाँसँग देशको राजनीतिको बारेमा, हामी राज संस्थाको जुन एउटा हल्ला उठेको छ त्यसको बारेमा र आफ्ताब आलमज्यूको बारेमा के छ भ्रम, के छ यथार्थ, त्यसको बारेमा आज हामी कुराकानी गर्छौं। स्वागत छ नेताजी कार्यक्रममा तपाईँ। धन्यवाद मोहनजी। सबभन्दा पहिला म के भन्न चाहन्छु भने अब तपाईहरुको प्रशिक्षण 13 र 14 गते जुन हुन गइरहेको छ त्यो नेपाली कांग्रेसको एउटा प्रशिक्षण छ, त्यो कुन लेभलको छ, त्यसमा के हुन्छ, यसको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ प्रशिक्षण मध्य प्रदेशको सचिव पनि हुनुहुन्छ, यसको बारेमा तपाईँ के भन्नुहुन्छ? धन्यवाद सर्वप्रथम मोहनलालजी तपाईलाई र तपाईको सम्पूर्ण युनिटलाई र माई टिभीमा मलाई बोलाउनु भएछ, त्यसको मेरो पार्टीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईलाई धेरै धेरै धन्यवाद छ। र तपाईको मार्फत मलाई सुनिरहनु भएका सम्पूर्ण साथीभाइहरुमा परि नेपाली कांग्रेस मध्य प्रदेशको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नमस्कार र जय नेपाल छ। अब तपाईले यो हाम्रो आषाढको 13 र 14 गते जुन प्रशिक्षक कार्यक्रम हुन गइरहेको छ त्यस विषयमा तपाईले जिज्ञासा राख्नु भएछ। खास गरी यो नेपाली कांग्रेसको केन्द्रीय हाम्रो नीति अनुसन्धान तथा प्रतिष्ठानद्वारा अब त्यसको संयोजक हुनुहुन्छ हाम्रो आदरणीय पार्टीका उपसभापति र पूर्व रक्षा मन्त्री र गृह मन्त्री पूर्णबहादुर खड्काज्यू र उहाँको अध्यक्षतामा चाहिँ एउटा प्रशिक्षण प्रतिष्ठानको गठन छन्। त्यही प्रशिक्षण प्रतिष्ठानले 7वटै प्रदेशमा एउटा सर्कुलर जारी गर्नुभएछ। त्यही अन्तर्गत मध्य प्रदेशमा पनि 13 र 14 गते छ। र कुन लेभलको छ भने प्रत्येक निर्वाचन क्षेत्रबाट 1 जना महिला सहित 4 जना तपाईको समावेशीको आधारमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट 4 जना सहभागीहरु हुनुहुन्छ। त्यसपछि हाम्रो प्रदेश कार्य समिति मध्य प्रदेश कार्य समितिका सम्पूर्ण पदाधिकारीजीहरु र प्रदेश विभागका 24 वटा विभाग छन् हाम्रो मध्य प्रदेश भित्र, त्यो सबै विभागका प्रमुखजीहरु र त्यसपछि प्रशिक्षण विभाग जुन विभागको म प्रमुख छु त्यो विभागका पदाधिकारी लगायत सम्पूर्ण सदस्यहरूलाई यही 13 र 14 गते र यस जिल्लामा तपाईको पर्सा जिल्लामा चाहिँ पदाधिकारी लगायत यहाँको जिल्ला सभापति र प्रशिक्षण शाखाका प्रमुख हुनुहुन्छ, उहाँसित सल्लाह गरेर हामीले चाहिँ यो चाहिँ प्रशिक्षण कुन लेभलको छ भने प्रशिक्षित हुने प्रशिक्षकलाई हामी प्रशिक्षण दिने त्यो लेभलका चाहिँ मतलब कि हामी वकिल लौ गरेका प्राध्यापक त्यो लेभलका हामी क्षेत्रीय सभापतिजीहरुबाट नाम मागेका छौं र समावेशता र तपाईको महिलाको प्रतिनिधित्व हुने गरी त्यो प्रशिक्षक कार्यक्रम हुन्छ। कुन विषयमा तपाईहरु प्रशिक्षण कार्यक्रम गर्नुहुन्छ? जसरी प्रशिक्षण भने पार्टीको विधान नियमावली र देशमा जुन संविधान जारी भएको छ, संघीयता, स्थानीयता र गाउँमा जुन अहिले भ्रम छरिएको छ त्यो भ्रमहरूलाई चिर्न र आफ्ना कार्यकर्ताहरूलाई आफ्ना पार्टीका प्रत्येक युनिटलाई, हाम्रो पार्टीमा 8 वटा युनिट छन्, 8 वटा युनिटलाई चाहिँ मतलब गाउँमा कसरी प्रस्तुत हुने, आफ्नो युनिटमा हामी कसरी काम गर्ने, हामी पब्लिक मा जाँदाखेरि मिठो कुन हिसाबमा कुरा गर्ने, कति सरलताबाट हामी कुरा गर्ने, यो लोकतन्त्रमा अराजकताको कुनै ठाउँ छैन। त्यो हिसाबले हामी चाहिँ मतलब आफ्ना
विभिन्न सेक्टरमा हामी चाहिँ मतलब कि त्यस्ता ज्ञान पार्टीका विधि विधान र जनतासँग कसरी कुरा गर्ने, जनतालाई कसरी बुझाउने, आफ्नो पार्टीको बारेमा जनतालाई कसरी, पार्टीप्रति कसरी जनतालाई आकर्षित गर्ने, त्यो चाहिँ नेपाली काङ्ग्रेसको कुन लेभलको नेतासँग त्यस्ता ज्ञान छैन र कुन नेताको कुन लेभलको नेताहरू त्यसमा सहभागी बन्नुहुन्छ, यो कुरा चाहिँ महत्त्वपूर्ण छ क्या। के छ भने यो पार्टी त बिपीको आदर्शमा र बिपीले स्थापित गरेको, त्यसपछि किशुनजी लगायत कृष्णप्रसाद भट्टराई, तपाईँको हाम्रो गणेशमान सिंह, यता धेरै नेताहरू हुनुहुन्थ्यो हाम्रो पार्टीमा, जुन उहाँहरूको प्रेरणाबाट काङ्ग्रेसका हरेक युनिटमा सक्षम योग्य हुनुहुन्छ। तैपनि अब तपाईँ जसरी क्लास गइराख्नु भएछ, तपाईँ पिएचडी गर्नुभयो, एकछिनको लागि 2-3-4 महिनाको लागि सबै पुस्तक राखेपछि तपाईँ अध्ययन नगर्नुहोस्, अलिकति बिर्सिहाल्नुहुन्छ। त्यो रिभ्यू भन्छ त्यसले। त मेरो भनाइ के छ भने यो चाहिँ पार्टीको विधान र अहिलेको बदलिदो परिस्थितिमा चाहिँ मतलब पार्टीलाई तपाईँको सङ्गठनको विषयमा, देशको संविधानको विषयमा, ऐन नियमको विषयमा हामी चाहिँ मतलब कि प्रदेश र को विभिन्न जुन आवासको व्यवस्था र व्यवस्थापनको सम्पूर्ण व्यवस्थापनको मतलब कि समाधान गर्नको लागि र सुव्यवस्थित गर्नको लागि र एउटा मूल समिति हामी आज पनि बैठक, त्यो जिल्ला कार्य समितिको विस्तारित बैठक, त्यो बैठकले पनि हामी एउटा मूल समिति आज बनाएका छौँ। यही जिल्लाका प्रशिक्षण शाखाका उहाँ प्रमुख हुनुहुन्छ रामनारायण कुर्मी दाजु, र उहाँकै संयोजकत्वमा एउटा समिति गठन गरेर भव्य र सभ्य र मर्यादित बनाउनको लागि आज हामी गठन गरेका छौँ। र त्यो मेन चाहिँ हामी प्रशिक्षकलाई प्रशिक्षण दिएर अब उनीहरूलाई हामी प्रशिक्षक उत्पादन गर्ने मध्य प्रदेशमा, त्यसपछि प्रदेशले खटाएको ठाउँ ठाउँमा गएर चाहिँ मतलब कि प्रशिक्षण दिने खालको व्यक्तिहरूको यो प्रशिक्षण हो। अब प्रशिक्षण को कुरो भयो, अब यो 2 दिनको प्रशिक्षण कार्यक्रम छ, यसमा मध्य प्रदेशको कुन ठाउँमा हुन्छ र उहाँ कति ठाउँमा, मध्य प्रदेशको कतिवटा ठाउँमा हुन्छ? पहिले त यो चाहिँ मतलब प्रशिक्षकहरूलाई प्रशिक्षण हो। यो 13 र 14 गतेको सम्पन्न भइसक्यो। प्रशिक्षक कति ठाउँमा सञ्चालन हुन्छ मध्य प्रदेशको भनेको? यो 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 तपाईँको वीरगञ्जको टाउन हलमा 13 र 14 गते छ। यो सिधै पछि क्रमबद्ध जिल्ला बाई जिल्ला हामी जान्छौँ, प्रत्येक जिल्लामा हुन्छ। अब एउटा अहिलेको चर्चाको विषयमा आफ्ताब आलमजीको जुन विषय छ, तपाईँ मध्य प्रदेशको उपसभापति हुनुहुन्छ र मध्य प्रदेशको उपसभापति भइसकेपछि त मध्य प्रदेशको विषयमा बोल्नुपर्ने कुरा हो। अब आफ्ताब आलमजीको तपाईँको पार्टीको जुन हुनुहुन्छ, अहिले 6 वर्ष जेलमा बस्नुभयो, त्यसपछि न्यायाधीशले निर्दोष ठहर जुन गरेको छ त्यसमा धेरै विवाद भइरहेको छ। यस विषयमा तपाईँ यथार्थ चाहिँ के हो यो विषयको? अब खास गरी उहाँ अपराधी साँच्चै हुनुहुन्छ कि के छ उहाँको विषयमा तपाईँ यथार्थ तपाईँले के जानकारी छ? अब के छ मोहनलालजी, तपाईँले हाम्रै पार्टीका नेता नै हुनुहुन्छ उहाँ मोहम्मद आफ्ताब आलम। त्यो विषयमा तपाईँले जुन कुरा राख्नुभयो, अहिले जुन विवाद आइराखेको छ, के छ भने खास गरी तपाईँले म के भन्न चाहन्छु भने आफ्ताबजीको विषयमा हेर्नुहोस्, यो घटना 64 साल चुनावको बेलाको घटना हो। म त्योभन्दा तपाईँले अलिकति पछाडि लग्छु, त्यो घटनाभन्दा अलि पछाडि 52 सालमा हाम्रो आदरणीय पार्टी सभापति प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेलामा अहिले संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र थियो। त्यो बेलामा बाबुराम भट्टराईले चाहिँ मतलब कि 40 की 42 बुन्दे माग गर्नुभयो। त्यो बेला सम्भव थिएन। त्यसपछि चाहिँ मतलब कि आन्दोलनमा उहाँहरू जानुभयो, सशस्त्र क्रान्तिमा जानुभयो माओवादी। त्यसपछि बढ्दै गयो, कति हत्या हिंसा भयो नेपालमा तपाईँले थाहै छ। यो चाहिँ नुकाएको कुरा हुन, सबै नेपाली जनतालाई देश विदेश सर्वसर्वतिकै छ। के छ भने देशभरि काङ्ग्रेसीका नेताहरूले खोजी खोजी हत्या हिंसा, उसको ज्यान मार्ने, उसको धन सम्पत्ति, उसको के भएछ मतलब कि
त्यो भन्न पनि कहिलेकाहीँ रोमाउ हुन्छ कि त्यसै क्रममा तपाईँको यो मध्य प्रदेशको तपाईँको रौतहट जिल्लामा माओवादीले पहिलादेखि नै 58-59 देखि नै तपाईँको जब देशमा 52 पछि धेरै विकराल रूप लियो, भौतिक पूर्वाधार धेरै तहस नहस भयो देशको, त्यसपछि 58-59 देखि नै तपाईँको आफ्ताब आलमलाई र उसको परिवारलाई र त्यहाँ काङ्ग्रेसीहरूले मार्ने धेरै षड्यन्त्र भयो। त्यति मात्र होइन, उहाँको घरमा बम ब्लास्ट पनि भयो। यो मैले भनेको होइन, यथार्थ जुन घटना घटेको छ त्यो म तपाईलाई अपराधी हो कि होइन, तपाईले इटा भाटामा मान्छेहरूलाई जिउँदै हालेको हो कि होइन, त्यही विषयमा आइरहेका छु। त्यही विषयमा आइरहेका छु म। के छ भने त्यसपछि के भयो भने एउटा त्यहाँ किशोरी यादव हुनुहुन्छ, त्यति बेला नेपाली काङ्ग्रेसको उहाँ नेता हुनुहुन्थ्यो, आफ्ताब आलम, महताब आलम, तपाईको शेख इद्रिसपछि त्यो जिल्लाको चाहिँ नेतृत्वले नै हरिहर यादव, माननीय हरिहर यादव, त्यसपछि गम्भीरा निराला, त्यही वहीँको क्षेत्रको होइन, तपाईँको रौतहट जिल्लाका नेताहरूको म कुरा गरिरहेको छु। सबै नेतामाथि अट्याक थियो, आफ्ताबज्यूको क्षेत्रको। त्यहाँ समयमा उहाँको घरमा बम ब्लास्ट भयो, उहाँको घर तहस नहस भयो, मात्र काङ्ग्रेसी भएर उहाँमा यति अट्याक थियो। त्यति मात्र होइन, युनिफाइड कमान्ड गठन भएको त्यो नेपाल सरकारले ठाउँ ठाउँको पुलिस चौकीहरू, इलाकाहरू एक ठाउँमा गरेर आर्मीलाई, नेपाल प्रहरीलाई, सशस्त्रलाई एक ठाउँमा राखेर, अनुसन्धानलाई राखेर एउटा ब्यारेक स्थापना भएको थियो र त्यो चाहिँ लेफ्टेनेन्ट कर्नल र मेजरको चाहिँ मतलब कि नेतृत्वमा सर्च अपरेसन हुन्थ्यो। त्यो बेला आफू जानमा दाउ लगाएर, जानको बाजी राखेर त्यति बेलाको तपाईको आर्मीलाई, सिडिओलाई, एसपीलाई ज्यानको रक्षा गर्ने त्यही किशोरी यादव, आफ्ताब आलम, महताब आलम, गम्भीराजी लगायतका साथीहरूले चाहिँ बचाएको र सैकडौँ काङ्ग्रेसीहरूलाई उहाँहरूले बचाउनु भयो। माओवादीहरूले चाहिँ मतलब कि हतियार लिएर एउटा काङ्ग्रेसीलाई खोज्छ भने हामी पनि मार्छु भने त्यति बेला चाहिँ मतलब कि प्रमुख जिल्ला अधिकारी, तपाईको आर्मीका मतलब कि लेफ्टेनेन्ट कर्नलहरूले, सशस्त्रका नेपाल प्रहरीका सबैले भन्दै तपाईँ आफ्नो रक्षा गर्नुहोस्, हाम्रो केही छैन। किनकि सबभन्दा बढी काङ्ग्रेसीहरूलाई मतलब कि धनजनको क्षति गर्ने र हत्या गर्ने माओवादीको मतलब कि प्लानै थियो। एमाले र अन्य कम्युनिस्ट पार्टीहरूभन्दा पनि त्यति बेला मधेसी दल उपेन्द्र यादवको पार्टी थिएन, होइन, सबभन्दा बढी काङ्ग्रेस भन्दै गइरहेको छु। त्यति मात्र होइन, विषय कहाँबाट सुरु हुन्छ। अहिलेको जमानामा म बोल्दै गर्दा तपाईँले हेर्नु होला, कमेन्टमा गाली गर्छ साथीहरूले, तर यथार्थ बुझ्दैन। भारतमा के छ भने तपाईँ जुनसुकै नेता बोले पनि त्यसको तल कमेन्टमा आफ्नो जिज्ञासा राख्छ, मतलब कि आफ्नो कमेन्टमा यो भएन यो भन्नुपर्छ। तर हाम्रो नेपालमा के भइसकेको छ भने ल राम्रो लागेन, हाम्रो पक्षको भएन, मैले गाली दिने, त्यो पनि कुरा त बन्द हुनु पर्यो नि। यथार्थ के हो बुझ्नु पर्यो कि परेन युवाहरूले। अहिले 18-20 वर्षको युवाहरू मोबाइल चलाइरहेका, चलाउनु राम्रो पक्ष हो। त मोबाइल लिन बित्तिकै कसैले जे पनि मन लेखिदिने, जेलाई गाली गरिदिने, बस्दै राम्रो छैन त्यो बन्दिने होइन। मेन कुरा चाहिँ उहाँ अपराधी हो कि होइन, त्यहाँ पुगिरहेको छु। मान्छेहरूलाई हालेको हो कि होइन, म त्यही भनिरहेको छु। तपाईँले म डिटेल जबसम्म भन्दैन तबसम्म न हाम्रो सुन्ने साथीहरूले बुझ्नुहुन्छ न तपाईँ बुझ्नुहुन्छ। आफ्ताब आलम जब घरमा उहाँको बम ब्लास्ट भयो, काङ्ग्रेसीहरूको लागि तपाईँको त्यो एउटा किशोरी यादव हुनुहुन्छ, अहिले उहाँ जसपामा प्रवेश गर्नुभएको छ। उहाँले त त्यति बेला तपाईँ के गर्दै हुनुहुन्छ? त्यति बेला नेपाली काङ्ग्रेसको जिल्ला सदस्य थिए। जिल्ला सदस्य? म नेपाली काङ्ग्रेसको जिल्ला सदस्य थिए। यो घटनालाई तपाईँ नजिकसम्म निहाल्नु एकदम नजिकबाट निहालिरहेका छु। पुरै जानकारी छ कि सुनेको भरमा तपाईँ बोल्दै हुनुहुन्छ? होइन, हामी त उहाँसित पारिवारिक सम्बन्ध पनि छ हाम्रो, होइन, पार्टीको पनि त छँदैछ। किनभने म धेरै कुरा त्यहाँ बुझिराखेको छु, देखिराखेको छु। फेरि तपाईँले म झुक्याएर भन्दिनँ। त्यसपछि तपाईँको राजपुरबाट उहाँ पुरै परिवार गौर बस्नाहरू, सदरमुकाम त नेपाली काङ्ग्रेसका देशभरिका नेताहरू गाउँ छोडेर सदरमुकाम बस्न बाध्य भइसकेका थिए माओवादीहरूको आतङ्कले। यो कुरा नुकाएको कुरा होइन। त्यही क्रममा के भयो भने जब 61-62 को जनआन्दोलन भयो,
जनआन्दोलनबाट 12 बुन्दे सहमति भयो, देशमा शान्ति स्थापना भयो। गिरिजा हाम्रो तत्कालीन प्रधानमन्त्री राष्ट्राध्यक्ष भन्नुहोस् र हाम्रो पार्टीका सभापति गिरिजा प्रसाद कोइरालाको सक्रियतामा पहिला 7 दल त्यसपछि 8 दलबाट जनआन्दोलनको सुरुवात भयो। सुरुवात भइसकेपछि नेपालमा चाहिँ तपाईको लोकतन्त्रको बहाल भयो, राज संस्थाको चाहिँ विस्थापित भयो। त्यसपछि चाहिँ अन्तरिम संविधान तपाईको जारी भयो। त्यसपछि मधेस आन्दोलन भयो 61-62 को आन्दोलनपछि। त्यसपछि 64 सालमा जब संविधान सभाको चुनावको बखतको कुरा तपाईले भनिराख्नु भएको छ। संविधान सभाको चुनावमा पनि मोहनलालजी तपाईँ अहिले पनि युट्युब हेर्नु, गुगल हेर्नु र समाचारहरूको पुरा डिटेल्स निकालेर हेर्नुस्। देशभरि माओवादीको त्यही ताल थियो। शान्ति वार्तामा आए पनि नेपाली कांग्रेसका नेताहरूले खोजी खोजी हत्या गरे। त्यति होइन, पूर्व गृह मन्त्री अहिले हाम्रो स्वर्ग बिमारीको कारणले उहाँ परलोप भइसक्नु भएको छ, आदरणीय नेता हाम्रा खुम बहादुर खड्काज्यू। उहाँले 64 सालमा भोट माग्न जाँदाखेरि माओवादीहरूले भोटै माग्न नदिने खालमा गोली प्रहार गरेको थियो। यदि उहाँले बन्दुक उहाँको सुरक्षाका पूर्व गृहमन्त्रीको हैसियतले उहाँले गार्ड नभएको भए त्यो खुम बहादुर खड्कालाई माओवादीहरूले त्यही डाँडामा मारिदिन्थ्यो। तर संयोग के भयो कि सुरक्षाकर्मीहरू गोली चलाएर तिनीहरूलाई मार्यो चुनावको क्रममा र उहाँ चाहिँ मतलब त्यहीबाट इन्डिया जानुभयो। त्यति बेला चिरञ्जीवी आगले भोट माग्दा घरैमा आगो लगाइदियो माओवादीहरूले। त्यही क्रममा माओवादीकोहरूको पनि टार्गेट थियो आफ्ताब आलम। त आत्मरक्षाको लागि उहाँले चाहिँ सधैँ आत्मरक्षा पनि अरूलाई पनि रक्षा दिने खालको चाहिँ मतलब कि उहाँको सक्रियता थियो। ठीक छ, अस्ति नै तपाईले सुनिराख्नु भयो होला कि तपाईको जनकपुर एयरपोर्टमा प्रभु शाहले भन्नुभयो कि ठीक छ बम सुतली बम विस्फोट भएको छ, के कसो भएको छ, तर त्यो आफ्ताब आलमले विस्फोट गराएको। त्यति मात्र होइन मोहनलालजी, तपाईँ हेर्नु होला टिकटकमा आजदेखि 6 वर्ष पहिला तपाईको एमाले माओवादी र माधव नेपाल जननाथ काल सबै एकै ठाउँमा थियो, एउटै पार्टी भइसकेको थियो। त्यो बेला चाहिँ आफ्ताब आलमलाई समातिएको छ। जुन कम्युनिस्टको सरकार थियो, केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, सर्वेन्द्र खनाल आइजिपी थियो देशको, त्यो बेला समातियो आफ्ताब आलमलाई, डिजाइनमा समातिएको छ। यो चाहिँ बदनाम गर्ने काम पनि डिजाइनमा भएको छ। इटा भाटामा हालेको कुरा। अब सुन्नुस्, अब प्रधानमन्त्री जस्तो मान्छे यो देशको त्यति बेला पनि बोल्नुभयो, पछि पनि उहाँ गएर मात्रै बुटवलमा बोल्नुभयो कि 24 जनालाई इटामा हालेको छ। तपाईले म सोध्दैछु, एउटा प्रधानमन्त्री केपी शर्मा आज पनि प्रधानमन्त्री हामी चाहिँ मतलब कि हाम्रै गठबन्धनमा त्यही भनिरहेका छु। 24 जना इटा भाटामा हालेको छ। चारी कति जनाको छ? जम्मा 2 जनाको छ। ए बाबा 24 जना त्यति बेला पनि आफ्ताब आलमलाई जुन हाला फिजाइयो कि 24 जनालाई इटा भाटामा सुतली बम बनायो, बोध क्याप्चर गर्नको लागि बनायो, मान्छे विस्फोट भयो, सबैले 24 जना इटा भाटामा हाल्दियो। म तपाईको मार्फत सोध्न चाहन्छु त्यो मान्छेहरूलाई र अहिलेको युवा शक्तिहरूलाई जुन तपाईहरूले र जुन न्यायपालिकामाथि जुन कुरा उठिरहेका छन्, विभिन्न तह तबकालाई जुन गाली गलौज भइरहेका छ, तिनी साथीहरूलाई भन्न चाहन्छु कि 24 जनाको चाहिँ इटा भाटामा सुतली बम विस्फोट भइसकिरहेको छ भने 2 जनाको जारी किन? अरू 26 जनाको जारी कहाँ छ? 26 जना मान्छे कहाँको? नेपालको हो कि होइन कि पारिपट्टिको कहाँको हो त्यो मान्छे? त्यसको चाहिँ डिटेल हामीले चाहियो। किनकि एउटा नेतालाई बदनाम गर्नको लागि, एउटा अल्पसंख्यकलाई बदनाम गर्नको लागि यो देशमा जुन षड्यन्त्र भइरहेका छन्, बहुसंख्यक र अल्पसंख्यक तपाईँ देशमा कसलाई भन्नुहुन्छ? हेर्नु यो कुन हाम्रो संविधानमा बहुसंख्यक र हाम्रो संविधानमा के छ व्यवस्था? अहिले 72 को जुन संविधान जारी भयो, विभिन्न तपाईको जनआन्दोलन, तपाईको माओवादीको त्यत्रो क्रान्ति, त्यसपछि मधेस आन्दोलन, विभिन्न थारू आन्दोलन, मुस्लिम आन्दोलन, विभिन्न आन्दोलनबाट आस्थापित जुन संविधान छ त्यसमा आज पनि स्थानीय तहमा तपाईँ देखिराख्नु भएको होला, जुन गाउँमा, जुन टोलमा, जुन पालिकामा सबभन्दा कम संख्या जुन जातिको छ त्यसले अल्पसंख्यक भनिन्छ। त्यही क्रम सुरु हुन्छ राष्ट्रमा, हैन?
त हाम्रो देशमा मधेसीको संख्या कम छ। मधेसी भन्दा पनि मुस्लिमको संख्या मुस्लिम अल्पसंख्यकमा हुन्छ। जसरी हाम्रै पालिका छ त्यहाँ कानु तेली कलवारलाई अल्पसंख्यक भनिन्छ हैन। त मेरो भनाइ के छ भने अरूको अस्तित्व स्वीकार्नुपर्छ तब तपाईको कसैले अस्तित्व स्वीकार गर्छ। अरूले मान सम्मान गर्नु कुरा गलत हो, एकदम गलत भन्नुहुन्छ। म सुन्नुस् न, हैन तपाई गलत भन्नु। यदि हैन म के भनिरहेको छु, कानुनले जे व्यवस्था गरेको छ, कानुनले व्यवस्था गरेको छ जसले सुत्ली बम बनायो हैन, जसले सुत्ली बम बनायो पड्केको हो कि होइन त्यो त हाम्रो डकुमेन्टले बताउने हो नि। डकुमेन्टले के भनिरहेको? डकुमेन्टले त त्यसमा कहीँ तपाईको न घाटा मुचुल्का छ, कुनै केही छैन त्यस कागजमा। तर यो मिडियाको भरमा उहाँ निर्दोष हुनुहुन्छ, एकदम निर्दोष हुनुहुन्छ। कसरी 6 वर्ष कसरी बस्नु? आज कसरी सफाई भयो? हाम्रो नेपालको न्यायालयको बारेमा न्यायालयले सुन्नुस्, न्यायालयले बदनाम गर्ने खालको त्यति बेला पनि म तपाईले भनिरहेका छु, त्यति बेला पनि पूर्व पक्षमै बस्नुभयो कि कसरी बस्नु? हैन सुन्नु के छ आज पनि हैन पहिला उहाँ निर्दोष हुनुहुन्छ भने त उहाँको राजनीतिक करियर त गयो नि त। अब हैन सुन्नु कसरी गयो? आज त सम्मानित अदालतले सफाई दिएको छ, उहाँले ठिक छ आज सफाई दियो, तर 6 वर्ष कुन कसुरमा बस्नुभयो उहाँ? 6 वर्ष के छ भने 6 वर्ष तपाईको अनुसन्धानको क्रममा अदालतले भन्यो, मतलब कि डिस्ट्रिक्ट अदालतले जिल्ला अदालतले के भन्यो कि यो मान्छे चाहिँ मतलब सर्वसम्मत जन्म कैद छ, त्यसको माथि पूर्णवेदन छन्, पूर्णवेदनले हाइकोर्ट छ। अब त्यसपछि सर्वोच्च जान्छ, सर्वोच्चले गर्छ भने हामी मान्छौँ, तर कानुन र विधि विधानमा विश्वास गर्ने मान्छे छौँ। तर जुन तरिकाले अहिले जुन उहाँले बदनाम गर्ने कुरा भइरहेको छ, हामी यो पनि सुन्न पाएका छौँ, हेर्न पाएका छौँ कि प्रहरीले इटा भाटामा हालेको देखियो तर न्यायालयले देखेन, न्यायाधीशले देखेन। सब सुन्नु, हाम्रो एउटा मधेसमा कहावत छ, तत्कथा भनिन्छ नि, त्यसले पुलिसले मान्छे इटा भाटामा हाल्छ र त्यही पुलिसले समातेको होइन अफ्ताब आलमलाई। पुलिसले र सिडिएसपीले हाल्छ मान्छे भाटामा, 28 जना बन्छ, 24 जना बन्छ, जारी जामा 2 जनाको परेछ। अस्ति चाहिँ त्यो तपाईलाई जलेको मान्छे रुइरहेछ भने त्यो मान्छे ग्यास पड्केर जलेको छ, इन्डियामा दवाई गरेर घरमा छ। र त्यसको भिडियो अफ्ताब आलमको गाउँमा जुन मान्छे एउटा जलेको छ नि, आज पनि गाउँमा तपाई जानुस् र त्यो मान्छेले भिडियोमा देखाइरहेछ। अब सर्वोच्चमा जाला भने के हुन्छ? सर्वोच्चमा जे सर्वोच्चलाई चाहिँ अनुमान के छ? सुन्नुस्, मेरो के छ अनुमानको कुरा होइन, सम्मानित अदालतमा हामी सबैको विश्वास छ, गर्नुपर्ने पर्छ, त्योभन्दा ठुलो कुनै ठाउँ छैन। हाम्रो संविधानले हामीले मानेको छ। तपाईको भनेको कुरा अफ्ताब आलम एकदम अपराधी होइन, त्यो सुन्नुस्, म तपाईलाई भन्दिन्छु, भनिएर पक्राउ गरेको हो नि त उहाँलाई, तपाईलाई म भन्दिरहेको छु हो भनेर पक्राउ गरिएको हो। अफ्ताब आलम यस्तो नेता हो, म उहाँलाई नजिकबाट चिनेको छु, त्यो मान्छे एउटा बाख्रा मार्ने मान्छे होइन, त्यो मान्छे यति मनको पवित्र मान्छे हुनुहुन्छ, म उहाँले देखेको छु। अनि भाषा उनको के छ भने अलिकति मान्छेले लाग्छ कि उहाँका स्पिच उहाँको अलि कडा छ, अब त्यो त जन्मजात आवाज नै हो उहाँको, तर भित्रबाट त्यो अफ्ताब आलम भन्ने मान्छे यति मायालु, यति दयालु, करप्टको विषयमा त कुरै नगरौँ, एक पैसा चाहिँ मतलब कि त्यो करप्ट मान्छे होइन, 0.1% को कुरा हुन्छ, 0 यति मायालु दयालु मान्छे। यो कुरा भन्दै गर्दा जनताले तपाईलाई पनि गाली गर्ला नि, गर्ला भन्ने सुन्नु। अब सुन्नु, विषयमा तपाई सफाई दिँदै हुनुहुन्छ भने तपाईको पनि गाली सम्मानित अदालतले सफाई दिएको छ, मैले सफाई दिएको होइन, सम्मानित अदालतले सफाई दिएको छ। सम्मानित अदालतले सफाई दिएको छ भने मैले के भन्ने भन्नुस् त? तर सम्मानित अदालत सफाई दिइसकेपछि मैले मान्छे दोषी छ भन्दै मिल्छ र? भन्न मिल्दैन नि। त्यसैले जनताले हेरेको छ, जनताले सुनेको छ, त्यो कुरा सुन्नुस्, धेरै कुरा तपाईहरुको पावर पहुँच कांग्रेस एमालेको छ। सुन्नुस्, तपाईहरुको म तपाईले भनिराखेको छु, जुन बेला संजोगले जुन बेला 6 वर्ष मैले भने नि 6 महिना पहिला पार्टीले पहुँचको कुरा हो नि, जनताले त यसरी बुझेको छ नि त। मोहनलालजी के छ, 6 वर्ष तपाईले भन्नुभयो, कति राम्रो भन्नुभयो, 6 वर्ष अगाडि उहाँले समातेको बेलामा कुन सरकार थियो? एमालेको 2/3 सरकार थियो, कम्युनिस्ट पार्टीहरुको। त्यो बेला प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबै एकै ठाउँमा थियो कि थिएन? भीमराव सबै एकै ठाउँमा थियो, त्यो बेला समातेको। आज पनि देशमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,
हो कि होइन? अहिले साठगाँठ छ नि तपाईँहरूको, साठगाँठबाट केही फरक पर्दैन। साठगाँठ छ भने हाम्रो संयुक्त सरकार छ नि त। अब साठगाँठ छ भने धेरै नेता हाम्रो मुद्दा चलेकै छ होइन? साठगाँठकै पालामा कुरा भनिरहेछ, साठगाँठ भयो, साझेदारीको कारणले यो सबै भएको हो। राष्ट्रपति तपाईँकै पार्टीको हो। राष्ट्रपति प्रधानमन्त्रीबाट यो देश जे चाहन्छ त्यो हुँदैन। पहिला पनि 2/3 सरकार हुँदाखेरि राजा हुँदा पनि न्यायालयले कसैको प्रभावमा परेको छ। न्यायालयले बदनाम गर्ने खालको जुन षड्यन्त्र भइरहेको छ त्यो सरासर गलत कुरा हो। आफू अनुकूल हुने भने ठिक छ। तपाईँलाई म भनिरहेको छु, एउटा कुरा सुन्नुहोस्, के छ भने ठिक छ पद पाउनु जनताले निर्वाचित गरिसकेका छौँ, हामीले पनि मान्नुपर्छ जसले पनि। तर अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले पार्लियामेन्टमा जुन किसिमको रोस्टमको अगाडि जुत्ता चप्पल खोलेर जुन हुहल्ला गरिराख्नु भएछ, तपाईँ साँच्चै भन्नु त मोहनलालजी, अहिलेको परिस्थितिमा म तपाईँले भनिराखेको छु कि तिनीहरूभन्दा धेरै काबिल नेताहरू हाम्रो जिल्लाहरूमा छन्, देशभरि छन्। टिकट नपाएर सङ्घर्ष, धेरै सङ्घर्षशील मान्छेहरू हाम्रो पार्टीमा छ। पालो नपाएर टिकट नपाएर होइन, टिकटको कुरा पैसाबाट त त्यो कुरै छोडिदिनु। पैसाबाट टिकट खरिद बिक्री हुन्छ, ठिक छ। त्यो धनिक मनीको पार्टी हो तपाईँहरूको भन्ने जनताको बुझाइ छ नि। त एक ठाउँको तपाईँ प्रमाणित गर्नु न त फलानु ठाउँमा पैसा दिएर चारैतिर पाएमा, चारैतिर अब दलालहरू जितेका छ, विदेशीहरूले पैसावालाहरूले जितेका छ। अनुमानको आधारमा भन्नुहुन्छ भने अनुमानको आधारमा जनताको भनाइ हो नि त, हामीले अनुमान गर्ने होइन, जनताले अनुमान गर्ने छ नि त। जनता भन्नाले को जनता? हामी पनि त जनताकै छोरा हो नि। हाम्रो आमा बुवा पनि छ, तपाईँको घरमा पनि आमा बुवा हो। तपाईँ नेपाली कांग्रेस पैसावालाको पार्टी हो होइन? कहाँ छ मसँग पैसा? पैसा हामीसँग कहाँ छ? तपाईँ काङ्ग्रेसमा जति गरिब मान्छेहरू हेर्नुहुन्छ नि, अरू पार्टीमा छैन। यो नाम मात्र हो। हाम्रो पार्टीमा तपाईँ 12 जिल्ला पर्सामा हेर्नुहोस्, 12मा हेर्नुहोस् कति छ भन्नुहोस् त? कतिवटा त्यो टिकट खरिदेर एउटा पनि वाडाको पनि टिकट बताइदिनुहुन्छ भने एउटा वाडाको म राजनीति छोडिदिन्छु फलानु कुरा अर्कै र गर्ने कुरा त अर्कै हो नि त नेताजी। टिकटमा आफै दिएको छु मोहनलालजी, टिकटमा आफै दिएको छु होइन। 16 वटा पालिकाको, त्यसपछि 167 वाडाको हामी आफै टिकट दिएको छु। कति त्यो त्यस्तो हुँदैन नि, भन्ने जस्तो हुँदैन। त्यस्तोमा विश्वास नगर्नुहोस्। जनतालाई सुसूचित गर्नुहोस्, राम्रोलाई राम्रो भन्नुहोस्, गलतलाई गलत भन्नुहोस्। के छ भने हामी पैसामा बेच्ने जेल गएका मान्छे छौँ। गरिबको नेता हो तपाईँ, गरिब नेता हो तपाईँ, आफै भन्दै हुनुहुन्छ। अहिलेसम्म तपाईँ चुनाव किन नलडेको, किन नजितेको तपाईँ भन्नुहोस्। सुन्नुहोस्, मैले चुनाव तपाईँले प्रमाण हुनुहुन्छ नि त। म तपाईँले भन्दैछु, म भन्दा पनि धेरै सिनियर नेताहरू छन् हाम्रो पार्टीमा। हाम्रो पार्टी नयाँ होइन, हाम्रो सिनियर नेता हुनुहुन्छ कि पैसावाला नेता? सिनियर नेताहरू हुन्छ। म भन्दा सुन्नु न, पैसाबाट मैले टिकट नपाएको होइन, पैसा दिएर पनि टिकट मिल्छ भने त्यस्तो होइन। म यथार्थ भन्नु पर्यो तपाईँले। के छ भने म मध्य प्रदेशको उपसभापति छु, त मेरो ठाउँमा कसलाई भयो त कुमार कान्त, त्यो धेरै गरिब मान्छे हो। र म जस्तै 61-62मा जेल बस्यो भने त्यो 15 सालमा जेल बसेको मान्छे हो। अब म एउटा मध्य प्रदेशको उपसभापति भएको छ कहिले कुमार कान्तलाई, त्यो मभन्दा धेरै सिनियर मान्छे हो, जेलमा बसेको मान्छे हो। उमेरमा मभन्दा पनि मेरो उमेर जम्मा 49-50 वर्ष भइरहेको छ। त्यो चाहिँ कुमार कान्त जुन प्रदेश सांसद हुनुभएको छ त्यसको उमेर तपाईँको 65-70 छ। त सुन्नुहोस्, तपाईँले म भनिरहेको छु, ठिक छ म मध्य प्रदेशको उपसभापति भए, सङ्गठनको म काम गरिरहेको छु, मेरो जिम्मेवारी हो सङ्गठनको। ठिक छ, म पनि प्रयासरत थिएँ, तर मलाई न टिकट पाएर मैले पैसा नबुझाएर टिकट पाएन त्यस्तो होइन। मभन्दा धेरै गरिब मान्छे कुमार कान्त झा नेताजीहरूले नै भन्नुहुन्छ यो कुरा, तपाईँ किन लुकाउनु भइरहेछ? मैं कहाँ लुकाएँ? मैले टिकट नपाएर अरू टिकट पाएको जस्तो पाएको मान्छेको म खुसी छु। सिफारिस मैले भने नि, मेरो पनि सिफारिस भएको थियो, मैले पाएन। पार्टीले मूल्याङ्कन गर्यो कुमार कान्तलाई, खर्च गर्नुपर्छ टिकट। म तपाईँले भने नि, म कुमार कान्तलाई तपाईँको टिकट पायो। कुमार कान्तजी टिकट पायो। त्यो कुमार कान्तजी भन्ने मान्छे मभन्दा सिनियर मान्छे हो, जेनरल मभन्दा बढी भएका मान्छे हो। त्यसैले मलाई असन्तुष्टि छैन, पैसाको कुनै चलखेल भएको छ त्यसमा विश्वास गर्छु। अब तपाईँकै क्षेत्रको कुरा गर्ने हो भने तपाईँको क्षेत्रमा हाम्रो मुख्यमन्त्री बनिसकेका हाम्रो सरोज यादव हुनुहुन्छ। तपाईँहरूको पार्टीको त्यहाँ के छ अवस्था? तपाईँ को त्यहाँ अवस्था
तपाईँहरूको पार्टीको अवस्था, तपाईँको पार्टी किन आउँदैन त्यहाँ? के छ भने मोहनलालजी, हामी दुईचोटि उहाँ चुनाव, तपाईँहरूको पार्टीको र तपाईँको भिड नै उहाँ सरोज यादवसँग कति सक्षम हुनुहुन्छ तपाईँ? हेर्नुहोस्, के छ भने कहिलेकाहीँ परिस्थितिले पनि मान्छेलाई कहाँसम्म कहाँ पुर्याउँछ। तपाईँलाई म भन्दैछु त्यो क्षेत्रको अवस्था हेर्नुहोस्। 2064 सालमा पहिलो संविधान सभाको चुनाव हुँदै गर्दा जितेन्द्र सिंह नेपाली काङ्ग्रेसमा हुनुहुन्थ्यो। हाम्रो पार्टीका एकदम हुनहार र विभिन्न आन्दोलनमा सक्रिय रूपमा यो लोकतन्त्रलाई लडेको। कहाँको जितेन्द्र सिंह? हाम्रो क्षेत्र नम्बर 1 को त्यो त्यति बेला संविधान सभामा 6वटा निर्वाचन क्षेत्र थियो। त्यसमा तपाईँको पिपरपाती पचरौतामा उहाँको घर छ। उहाँ नेपाली काङ्ग्रेस भन्नुहुन्थ्यो। हामीले क्षेत्रीय कार्य समितिबाट सिफारिस गरेको थिए तपाईँको जितेन्द्र सिंहलाई। जितेन्द्र सिंह टिकट पाउनु भएन। उहाँ चाहिँ राम अयोध्याजीले माग्नुभएको थियो 2 नम्बरमा। 2 नम्बरमा टिकट पाएर उहाँले 1 नम्बरमा दियो। पछि जितेन्द्र सिंहले के गर्यो भने तपाईँको मोहन ठाकुरजीको पार्टीमा जानुभयो, चुनाव लड्नुभयो। हाम्रो पार्टीमा 1 नम्बरको क्षेत्रमा तपाईँ राम अयोध्याजी पनि लड्नुभयो, उहाँ लड्नुभयो। हाम्रो भोट डिभाइड भयो, थोरै मतको अन्तरले हामी हारे। त्यति मात्र होइन, छट्टु यादव जुनसुकै पार्टीमा भए तापनि चिबिसे सभापति हुँदाखेरि उहाँले 12 जिल्लाको सबै कच्ची रोडलाई बेस उहाँकै पालामा बनेको। पछि हामी ग्रेभल गरे, पिच गरे, तर उहाँको पालामा धेरै काम। त्यस्ता मान्छेहरूको छट्टु यादव भन्ने मान्छेको जमानत जफ्त गरिदियो सरोज यादवले। परिस्थिति यस्तो हुन्छ कहिलेकाहीँ। जम्मा 6065 भोटमा त्यो यो कुराले सरोज यादवज्यू उहाँ चाहिँ मजबुत हुनु त्यो क्षेत्रमा होइन, कुनै हिसाबले होइन। मजबुत किन म भनिरहेको छैन भने 5-7 जना, सुन्नु न, 5-7 जना र आफ्नै पार्टीभित्र कोही टिक्दैन त्यहाँ क्षेत्रमा। त्यस्तो केही छैन भनेको कुरा। जमानत नै जफ्त गर्नु, सुन्नु न, त्यही कुरा हो। सुन्नु न, त्यो बेला मैले छट्टु यादवको जमानत जफ्त भयो, धेरैजनाको जमानत जफ्त भएन। मैले पब्लिकको कुरा भनेको, न्याय अन्यायको कुरा भनेको, परिस्थिति मैले भनेको। जितेन्द्र सिंह र हामी राम अयोध्या यादव एक ठाउँमा भएको भए हामी दोब्बर भोटबाट जित्थे। जितेन्द्र सिंह त्यो बेला अझै लडेको भए आज उहाँ हुनुहुन्न, पार्टी फुटेको थियो त्यो बेला। त्यति मात्र होइन, त्यो तपाईँको रामबाबु यादव पनि लड्नुभएको थियो। मधेसी जनअधिकार फोरम त्यो त्यति बेला उपेन्द्र यादवजीको पार्टीको नाम थियो। जम्मा 150-200 भोटको अन्तरले उहाँ पनि हार्नुभयो। उहाँ सेकेन्डमा हुनुहुन्थ्यो। माओवादीबाट शम्भु मण्डल लड्नुभएको थियो, त्यो उहाँ पनि हार्नुभएको थियो। त्यही 64 कुरा। सरोज यादवजी थोरै मतले जित्नुभयो, किनकि धेरै गदावर मान्छे लडेपछि अलिक थोर बहुतको भोटले यताउति भयो। त्यसको मतलब सरोज यादव पुरै हुनुहुन्छ, कहिलेकाहीँ भागले पनि साथ दिँदो रहेछ। अब जितेपछि 2 चोटि मन्त्री बन्नुभयो। त्यसको लगत्तै 70 सालमा चुनाव भयो, सरोज यादवको जमानत जफ्त भयो। 64 सालमा उहाँ थोरै मतले जित्नुभयो। तर 70 सालको जब दोस्रो संविधान सभाको चुनाव भयो, तपाईँ हेर्नु होला अहिले निर्वाचनको अपडेटमा उहाँको जमानतै जफ्त भयो। सरोज यादवको जब उहाँ 64 मा जित्नुभयो त उहाँको चाहिँ स्वास्थ्य राज्य मन्त्री बन्नुभयो, आपूर्ति राज्य मन्त्री बन्नुभयो सङ्घ सरकारमा। 70 सालमा जब चुनाव लड्नुभयो त उहाँको जमानत जफ्त भयो। के छ भने कि व्यक्ति अब आउँदो 84 को निर्वाचनमा तपाईको पार्टीको त्यहाँ के अवस्था रहन्छ? पार्टीको हाम्रो अवस्था धेरै राम्रो रहन्छ। तयारी के छ? पार्टीको अवस्था हाम्रो धेरै राम्रो हुन्छ कि पार्टी सुन्नु, राजनीति गइरहेको छ भने इच्छा त कसको हुँदैन र, तर पार्टीले को हुनुहुन्छ तपाईँ त्यहाँ? पार्टीको उम्मेदवार तपाईँ हुनुहुन्छ कि अरूजना हुनुहुन्छ? हैन, हाम्रो पार्टीमा धेरै काबिल मान्छे। एउटा वार्डको त एउटा हाम्रो नेपाली काङ्ग्रेस यस्तो पार्टी हो, एउटा वार्डमा पनि 5-5 वटा एउटा पदको काबिल मान्छे हुनुहुन्छ। कोहीसित कोही कम छैन। त प्रदेश सांसद म एक्लै कसरी हुन सक्छु? मेरो पनि क्षेत्रमा काङ्ग्रेसभित्र धेरै काबिल मान्छेहरू हुनुहुन्छ। जुनसुकै मान्छे लड्दाखेरि चुनाव जित्नुहुन्छ, म होस् अरू साथी होस्। यसपालि तपाईँलाई म एकदम विश्वास दिलाउन चाहन्छु कि यसपालि नेपाली काङ्ग्रेस त्यहाँ 100% सबै त्यहाँ जित्नुहुन्छ। त्यो लेभलमा हामी गाउँघरमा गएर
कार्यकर्ताको काम गरिरहेका तपाईको छौँ। चुनाव लड्ने कतिको सम्भावना छ तपाईँ त्यहाँ? अब पार्टीले टिकट दिन्छ भने लड्ने हो होइन, पार्टीले टिकट दिनु हो भने लड्ने हो होइन, दिनु होइन भने अब पार्टीमा सेवारत छु, पार्टीले सेवा गर्नेछु। त्यति दिन तपाईँ सेवा गर्नुभयो, पार्टीको कामले तपाईँ धेरै एक्टिभ रहनुहुन्छ, धेरै सक्रिय रहनुहुन्छ, पार्टीप्रति तपाईँको वफादारी छ, जनताको काममा बस्नुहुन्छ, जनताको काममा तपाईँ खटिरहनुहुन्छ। तपाईँले टिकट दिनुहुन्छ? मैले अघि नै भने नि मेरो पार्टी मलाई त पार्टीले उपसभापति बनाइदिएको छ, 8वटा जिल्लाको प्रशिक्षण विभागको प्रमुख बनाइदिएको छ। यो सबै तपाईँको कार्य हेरेर मलाई टिकट दिन्छ भने तपाईँ कतिको विश्वास हुनुहुन्छ? त्यही तपाईँले म भनिरहेको छु। पार्टीले पुरै निर्वाचित मलाई गरिसकेको छ, पार्टीको प्रदेशको उपसभापति बनाइदियो, प्रशिक्षण विभागको खालि विधायक र मेरै ठुलो कुरा हुँदैन। सङ्गठनमा काम, सेवा गर्ने काम खालि जनप्रतिनिधि भएर मात्र गर्न सकिन्छ र? तपाईले म सोध्दैछु, मलाई नेताहरूले भन्नुहुन्छ नि पार्टीको धेरै म सेवा गरे, पार्टीले मूल्याङ्कन गरेर हैन त्यही भएर म त्यस्तोमा भन्दैन, पार्टीबाट लडे। मैले तपाईले भनिरहेका छु त्यस्तोमा भन्दैन कि पार्टीले मलाई मूल्याङ्कन गरेन। पार्टीलाई त एउटा टिकट दिएन, म त यो पार्टी छोडेर अब अर्को पार्टीबाट लड्छु। म आजीवन नेपाली कांग्रेस छोड्दिन। मलाई टिकट मिलोस् नमिलोस् 4 तारा झण्डा ओढेर यो दुनियाँले अलविदा भन्ने छु। तर मलाई यो जनप्रतिनिधि भएर नै मात्र जनतालाई सेवा गर्न सकिन्छ भने त्यसमा म विश्वास गर्दिन। क्लियर कुरा हो मेरो। टिकट दिए पनि नदिए पनि मूल्याङ्कन गरे पनि नगरे पनि तपाईँ मूल्याङ्कन कसरी हैन, फेरि तपाईको कुरा मूल्याङ्कन नगरेको भए एउटा बारा जिल्लाको सिमनगर नगरपालिका जो सानो टोल, मेरो टोल पनि सानो छ, मौवाही गाउँ हैन, 2 नम्बर वार्डको पश्चिमतिर मेरो गाउँ पर्छ हैन, सानो टोल पनि छ। त्यो सिङ्गो मध्य प्रदेशको उपसभापति भइन्छ र पार्टी कसरी मूल्याङ्कन गरेको छैन? हेर्नुहोस् त, टिकट दिने कुरामा तपाईको मूल्याङ्कन गरिसक्यो कि गरिदैन? नगरेको भए मैले समानुपातिकमा किन पठाउँथे? मैले समानुपातिक त पार्टी राखेकै। समानुपातिक र प्रत्यक्ष फरक छ नि त। त्यो पनि निर्वाचन प्रक्रिया, त्यो समानुपातिकमा तपाईँ भोट हाल्नुहुन्छ कि हुन्न? दुईटा ब्यालेट तपाईँले पाउनुहुन्छ, एउटा प्रत्यक्षको एउटा समानुपातिकको। दुईटैमा चाहिँ स्वास्थ्य चिन्ह लगाउनुहुन्छ कि एउटामा लगाउनुहुन्छ? त्यो त लगाइन्छ हैन, तपाईलाई म सोधिरहेछु हैन। तपाईँ एउटा जिम्मेवार मान्छे हो, त्यो कमेन्ट गर्ने गाली गर्ने वजह से तपाईँ कुरा नगर्नुहोस्। तपाईँ दुईटै ब्यालेट पाउनुहुन्छ कि एउटा पाउनुहुन्छ? एउटा पाउनुहुन्छ प्रत्यक्षको लागि, एउटा कलाई पाउनुहुन्छ समानुपातिकको। समानुपातिकमा के छ भने महिला, आदिवासी, जनजाति, मुस्लिम हैन, थारू हैन, पिछडिएका बाल, अल्पसंख्यकको सबै समानुपातिकमा लिस्ट हो। उसको पनि प्रतिनिधित्व होस् यो संविधानमा, उसको पनि प्रतिनिधित्व होस् यो संविधानमा, त्यो हिसाबले बनाएको यो दुनियाँको उत्कृष्ट संविधान हो। दुनियाँको उत्कृष्ट त केही मान्छेले नपचेको हो मोहनलालजी। अहिले राजावादीहरूले यो देशमा यो संविधानै राम्रो छैन भनिरहेका छन्। राम्रो छ यो संविधान, राजावादी दुनियाँको, मैले भने नि दुनियाँको उत्कृष्ट संविधान आइसक्यो, एकदम लुटिसक्यो जनतालाई, नेताहरूले। सुन्नु, नेतातन्त्र आयो, त गणतन्त्र भन्छु। यो त अब मान्छेले भनिरहेछ, जनताले भनिरहेछ यो त गणतन्त्र होइन, यो त नेतातन्त्र हो, कमिसन तन्त्र हो, भ्रष्टाचार तन्त्र हो। म तपाईलाई भन्छु, तपाईँ रक्सौल जानुभएछ नि, यही वीरगञ्जमा तपाईँसँग मैले कुरा गर्दैछु। वीरगञ्ज जानुहोस्, वीरगञ्जको चाहिँ स्वच्छता हेर्नुहोस्, वीरगञ्जको बाट गएर तपाईँ रक्सौलको चाहिँ मतलब कि बाटोघाटो हेर्नुहोस्। भारत उहाँको हालाकि उहाँको प्रतर हामी गर्न सक्दैनौँ, उहाँको चाहिँ के भन्छ हामी त मिलाउन सक्दैनौँ, तुलना गर्न सक्दैनौँ। त ठुलो चाहिँ महान देश हो, ठुलो हामी त धेरै सम्पत्तिमा, पैसामा, धेरैमा तुलनै गर्न सक्दैन। तैपनि जे छ हाम्रोमा, बिहारको प्रत्येक गाउँमा तपाईँ जानुहोस्, गाउँमा जानुहोस् र हाम्रो प्रत्येक गाउँमा जानुहोस्। अहिले पनि भारतको संविधानको 77-78 वर्ष भइसकेको जारी गरेको बाबा अम्बेडकरको पालादेखि, तर महिलालाई चाहिँ 33% अधिकार त्यहाँ छैन, हाम्रो नेपालमा छ। स्थानीय तहमा चाहिँ लड्दै गर्दा एउटा महिला छ, तर कार्यान्वयन छैन, कहाँ विकास छैन, भ्रष्टाचार छ। सुन्नु न, भ्रष्टाचार न्यूनीकरण गर्ने हो, त्यसलाई कसरी कम गर्न सकिन्छ? त्यो भ्रष्टाचार साठगाँठको पार्टी छ। अब तपाईँ कम्युनिस्ट भन्नुहोस्, तपाईँ आफ्नो पार्टीको बेग्लै सिद्धान्त छ, कम्युनिस्टको बेग्लै सिद्धान्त छ हैन। अब यो सिद्धान्त मिलिसकेपछि अब त जनताहरूले के भन्दैछ भने अब नेताहरूले आफ्नो स्वार्थको लागि त जहाँ पनि मिल्छ जे पनि गर्छ हैन, राष्ट्रको लागि गर्ने हो छैन, हैन। सिद्धान्त अहिले केही नयाँ दलहरूले
यो चाहिँ मतलब कि नेताहरु पार्टीको सिद्धान्त कांग्रेस म तपाईले भनिरहेछु कांग्रेस कम्युनिस्ट गठबन्धनलाई बदनाम गर्न खोजिरहेछ मलाई विचार र सिद्धान्तमा हिँड्नु म तपाईलाई नेताहरु सुन्न म तपाईले भनिरहेको छु यो कांग्रेस कम्युनिस्टको सरकारलाई बदनाम गर्ने परिस्थिति नै त्यस्तै थियो तपाईले भनिरहेको उहाँहरु झोले भन्नुहुन्छ अनि झोलेहरुलाई तपाईहरुसँग हैन म तपाईले भन्छु सहकार्य छ हैन वस्तु विषयमा हामी केन्द्रित हो एउटा तपाईले बडा रोचक कुरा भन्नु भएछ अहिले तपाई भनिरहेको मलाई कांग्रेस कम्युनिस्ट विचार नमिलेको पार्टी एक ठाउँमा आउनु भएछ यो लुट गर्नको लागि तपाईहरुको समीकरण बनेको छ सत्ता समीकरण भएको हो जनताले त्यही भन्नु जनता तर जनतालाई त्यो पनि तपाई भन्नुस् जनतालाई त्यो पनि भन्नुस् जहानिया शासनलाई अन्त गर्नको लागि त्यही 7 दलको नेतृत्वमा 61-62 को आन्दोलन गरेर यो देशबाट जाने शासन अन्त भएको हो कि होइन जनता सडकमा आएको हो कि होइन अहिले गाउँ-गाउँमा तपाई जानुस् गाउँ-गाउँमा ढलान छ गाउँ-गाउँमा जो ढलान निकास छन् गाउँ-गाउँमा टावर लाइट छ गाउँ-गाउँमा बिजुली छ गाउँ-गाउँमा तपाईको स्वास्थ्य चौकी छन् के छैन गाउँ-गाउँमा तपाईको बैंक छ गाउँ-गाउँमा नेटको व्यवस्था भइसकेको छ तर त्यही तपाई बिहारमा गाउँ-गाउँमा लुटतन्त्र छ गाउँ केही छैन सुन्न जहाँ विकास भएको छ सुनिदैन हैन जनताको कुरा नसुनिएको हो र जनताको कुरा आफ्नो पार्टीको छ भने आफ्नो पार्टीको गर्ने अरु मलाई भोट दिएको छैन दलीय व्यवस्थामा के छ दलीय व्यवस्थामा जहाँसुकै पनि त विश्वको कन्टेक्स्टमा तपाई हेर्नुस् दलीय व्यवस्थामा के हुन्छ भने दलीय व्यवस्था लोकतन्त्र दलीय व्यवस्था हो प्रतिस्पर्धा स्थापित हुने हो कि हैन दलीय व्यवस्थामा सबै राजनीतिक दलको आफ्नो चाहना के हुन्छ भने हाम्रो पार्टीको चाहिँ वर्चस्व बढी होस् हामी बढी भन्दा बढी भोट लिउँ त्यो त प्रचार प्रसारमा चाहिँ मतलब कि जनताले रिझाउने काम त्यो त आफ्नो ठाउँमा छँदैछ तर जुन विकास भएको छ यो देशमा जुन संघीयता आइसकेपछि स्थानीय सरकार आइसकेपछि त्यो विकास कति बजेट छ जम्मा 1.5% बजेट छ कुल बजेटको संघमा संस्था आउने कतिको सम्भावना छ तपाईको -0 पनि छैन अहिलेको हालले केही त्यो हालले केही बिगार्न सक्दैन एक दिन जति पनि लोकतन्त्रवादी शक्तिहरू छन् तपाईको गाउँमा कति राजावादी छन् तपाईको गाउँमा म तपाईले सोधिरहेको जना हुनुहुन्छ नि त केही जना त हुनुहुन्छ त्यस्तै हाम्रो गाउँमा पनि प्रत्येक गाउँबाट डाटा उठाउनुस् देशभरिको मान्छे भेला गरेर 2000 2000 4000 10,000 मान्छे उतारेर त हुँदैन यो मान्छे यो देशमा 3 करोड आबादी छ मोटामोटी 3 करोड प्लस हुन लाग्यो अब त्यसैले तपाईले भनिरहेको छु कांग्रेस एमाले माओवादी मधेसी दल अरु नयाँ दलहरु पनि सबै लोकतन्त्रमा विश्वास गर्ने पार्टी सबै तपाईको गृह मन्त्रीदेखि लिएर प्रधानमन्त्री भएका व्यक्तिहरुमाथि यो जुन चाहिँ मुद्दा लागिरहेछ भ्रष्टाचारको अनियमितताको तपाईको विदेशमा लगेर मान्छे बेच्नेको यो सबै त सुन्नुस् कुनै राम्रो छैन नि त अब त्यो सुन्नुस् म के भनिरहेको छु यो त्यो विषयमा तपाईकै पार्टीको गृह मन्त्री भएको व्यक्तिलाई पक्राउ हुने यो चाहिँ कस्तो गृह मन्त्री आफै पक्राउ ल तपाईले म भनिरहेको छु मेरो पदमा बसेर गल्ती गर्ने भ्रष्टाचारी गर्ने मान्छेलाई बेचबिखन गर्ने सुन पार्टीमा के हुन्छ भने जो मान्छे गलत गर्छ त्यो कानुन सम्मत कारबाही हुनुपर्छ त्यसको म विरोध गर्दिन त्यो हुनै पर्छ यदि चन्द्रशेखर यादवले गलत गर्छन् भने त्यो कानुन सम्मत कारबाही हुनुपर्छ शीर्ष अर्को कुरा भन्छु भने यदि गल्ती गरे त्यस्तो गल्ती गर्यो भने यो त संहिता धारामा गयो नि त केही हैन तपाईको भारतमा त्यति ब्रिटिश शासनको विरोधमा तपाईले म भनिरहेको छु तपाईले सोध्दै छु भारतमा गान्धी परिवारको प्रत्येक तपाईको सोनिया गान्धी राहुल गान्धी बाडराज ज्वाइँ सबैमाथि मुद्दा छ लालु यादव यत्रो जेपी आन्दोलनबाट उब्जिएको नेता हुन् मुलायम सिंह यादव तपाईको लालु यादव तपाईको एसटी देवगोडा इन्द्र कुमार गुजराल तपाईको एसटी देवगोडा प्रधानमन्त्री भएका चन्द्रशेखर सबै प्रधानमन्त्री भएका मान्छे जो 3-4 जना मैले नाम लिए त्यो लालु यादव मुलायम सिंह बाहेक एसटी देवगोडा इन्द्र कुमार गुजराल र यो चन्द्रशेखर 3 जना प्रधानमन्त्री भएका मान्छे जेपी आन्दोलनबाट स्थापित भएका नेताहरू सबैमा भ्रष्टाचारको मुद्दा लागेको छ लालु यादवको एक व्यक्तिमा भ्रष्टाचारको मुद्दा लागेको छ तपाईको गान्धी परिवारको त्यसै काम गर्नु मतलब हैन मेरो कुरा सुन्नुस् के त्यो व्यवस्था खराब हो र व्यक्ति जो गल्ती गर्छन् त्यो कांग्रेस होस् कम्युनिस्ट होस् या चन्द्रशेखर नको शीर्ष पदमा बसेर त्यस्तो गल्ती गरिन्छ हैन तपाईले भन्नुभयो कि भ्रष्टाचार भइरहेका चाहिँ देशमा यो संविधानै खराब छ जनताले विश्वास गरे भोट दिन्छ भने तपाई गल्ती गर्ने तपाई भ्रष्टाचार गर्ने त्यो गल्ती एबा मैले भने नि गल्ती गर्ने मान्छे जान्छ कानुनसम्म जाओस् हामी अहिले पनि जुन मान्छे गल्ती गरेर जेलमा छँदैछ त त्यसैले जान्छ भन्ने चाहिँ यो संगीत हैन त्यो हैन यो संगीत हटाउनु पर्छ राजा आएपछि राजाले राजतन्त्र आइसकेपछि तपाईले एउटा चोरले एउटा चोर ठीक हो मल्लजी
तपाईँ होइन 10 वटा तपाईँको एउटै सिनियर चोर पत्रकारलाई पनि भन्न चाहन्छु यो देशको टप लिस्ट पत्रकारको हिम्मत छ राजाको छोरीले यदि भ्रष्टाचार गर्छ भन्ने त सोध्दा पनि लोकतन्त्रको क्षमता हो यो कि तपाईँ मलाई सोधिराख्नु भएको मध्य प्रदेशको उपसभापतिलाई चन्द्रशेखर यादवले कि तपाईँको पार्टी शीर्ष नेता भ्रष्टाचार गरेको जेल गएर किन गरेको छ तपाईँले भनिराख्नु भयो राजतन्त्रमा एउटा त्यसको भरियासित कुरा गर्न सक्नुहुन्छ त्यो लोकतन्त्र र राजतन्त्रमा त्यो फरक छ अहिले त एउटा राजाले होइन हामीले भ्रष्टाचार त मैले भने नि जसले भ्रष्टाचार गर्छ गैर कानुनी काम गर्छ कानुन सम्मत कारबाही हुनुपर्छ यो पार्टीको शीर्ष नेता हो आफ्नै पार्टीको मान्छे छ तपाईँ न्यायालयमा हेर्नुहोस् आफ्नै पार्टीको न्यायाधीश त्यो त नयाँ सुन्नु न त्यो त सबै आफै कब्जा गरेर एउटा आफै जनतालाई शासन गर्ने एउटा त यो संहितामा एउटा ट्रेन्ड बनेको छैन म तपाईँलाई भनिरहेको छु जुन बेला संवैधानिक राजतन्त्र थियो नि अहिले त जनताले भनिरहेछ जुन बेला संवैधानिक राजतन्त्र थियो र जनताको कुरा छोडिदिनु जनता हामी छैनौँ हामी कहाँको मान्छे छौँ हामी पनि जनतै छौँ जनतासँग तपाईँ भोट दिने जनताको सुन बिना मतको हामी आएका छौँ र त्यही जनताले नेपाली जनताले हामी भोट दियो 27-28 लाख मत पाकिस्तान र इन्डियाको मान्छे त भोट दिएको छैन हामीले त्यही नेपाली जनताले हामीले नेपाली काङ्ग्रेसले भोट दिएको छ भन्नु चाहिँ जनताकै कुरा छोडिदिने होइन जनतासँग भोट लिनु छैन जनताको कुरा छोडिदिने जनताको कुन विषय छोडिदिनु होइन केही फेसबुकियाहरूले मैले भनेको त्यो आम पब्लिकको कुरा भनेको होइन फेसबुकियाहरूको काम के छ भने यो व्यवस्थालाई नै बदनाम गर्ने खालको जुन कुरा भइरहेको छ त्यही मैले भने तपाईँलाई कि यो त व्यवस्था भ्रष्टाचार निमित्तले गर्दा आफै बदनाम छ होइन बदनाम गर्छ काम सुन्नु न जति काम भएको छ नि हरेक गाउँपालिका नगरपालिकामा जानुस् हरेक चिजमा कमिसन छ ठिक छ त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ सामाजिक विकासको काममा हरेक चिजमा कमिसन छ तपाईँले जुन भनिरहेको बिना कमिसनको कामै हुँदैन मैले तपाईँले भने नि कि जहाँ भ्रष्टाचार छ कानुन अहिले पनि 3 ठाउँमा त 4 ठाउँमा त त्यहाँ त लगेकै हो कानुन त काम गरिरहेका छ एमालेका हुन् काङ्ग्रेसका हुन् जसले व्यक्ति पार्टी कुनै खराब हुँदैन त्यसमा व्यक्तिहरू जुन हुन्छ नि त्यो फिल्टाइ आफै भयो अहिलेको स्थानीय तहमा जानुस् तपाईँ त्यहाँ 10 लाख इन्धन खर्च आउने सम्भावना छ त्यसमा तपाईको 1 करोड आइरहेछ 1.5 करोड आइरहेछ हैन सबैको ऐन नियम कानुन बनेको छ त्यो परिधिभित्र रहेर कसैले काम गर्नुपर्छ त्यसको परिधिभित्र बाहिर जुन गर्छ त्यसले कानुन त लागिहाल्छ नि त्यस्ता मान्छे धेरै अख्तियारमा छन् विशेष अदालतमा सस्पेन्ड पनि भएका छन् पक्राउ पनि परेको छ छैन भन्ने होइन सेटिङमा छुट्टी पनि रहेको छ अनि सेटिङमा सुन्न के छ तपाईलाई भनिराखेको छु कांग्रेसको मान्छे छ आफै कांग्रेसको राष्ट्रपति हुनुहुन्छ माफी दिदिने हैन माफी त भ्रष्टाचारको फौजदारी मुद्दामा जुन छ नि अहिले कसले माफी दिनु भएको एकजनाको नाम तपाईँ भन्नु त धेरै जनाले माफी दिएको छैन छैन त्यस्तो छैन तपाईँ मैले डाटा बिना डाटाको कुरा गर्नुहुन्छ भने मान्छे गाली गर्छ तपाईले पनि भन्छ यो मान्छे कस्तो हो भन्छ तपाईँ डाटाको आधारमा भन्नुस् जसरी डाक्टर रामवरण यादव राष्ट्रपति हुँदाखेरि विद्या भण्डारी राष्ट्रपति हुँदाखेरि को भ्रष्टाचारले आप माफी दिनुभयो हो कि अपराधीहरूलाई त आप माफी दिन्छ सुन्न के छ भने तपाईको प्रत्येक देशमा के हुन्छ भने 70% नेपाली संविधान आउँदैन कानुन पनि बुझ्नुस् कानुनमा के छ खाली आफ्नै मुलुकमा छैन अरू पनि देशमा छन् 70% 75% जुन मान्छे कैद काटिसकेको हुन्छ नि त्यसको 10% 15% रहन्छ त्यसको चाहिँ कारागारबाट सिफारिस हुन्छ यो मान्छेको चाहिँ चाल चलन र मानसिक अवस्था सबै सुधारिएको हुँदा यसको 10% जम्मा मात्र अब काट्नु पर्नेमा यसलाई चाहिँ मतलब कि त्यता खासै फरक अब समाजमा नपर्ने भएकोले यसको शारीरिक अवस्था यस्तो छ त्यसपछि गृह मन्त्रालयमा जान्छ गृह मन्त्रालय मार्फत मन्त्री परिषदमा जान्छ तब राष्ट्रपतिकोमा जान्छ हैन यस्तै हावातालमा जाँदैन अब तपाईँ अहिलेको कानुनमा के छ व्यवस्था तपाईँ पढ्नु होला तर सरकार आफ्नै पार्टीको भए जुनसुकै पार्टीको भए पनि कांग्रेसको छ जुनसुकै पार्टी भए तापनि 50 सुन्नु न 60% 70% उले कैद नकाट्दासम्म कुनै पनि निकायले उले माफी दिन सक्छ तपाईँ अन्त भन्नुस् यो राजावादी यो भ्रष्टाचार अनियमितता यो व्यवस्था हामी कसरी बचाउने यो व्यवस्थामाथि जुन बदनामी राम्रो सुन्नुस् बदनामी छ जसरी भ्रष्टाचार अनियमितता अब यसमा मिडियाको अब म सुन्नुस् मिडियाको यो कार्यक्रम धेरै जनाले सुन्नुहुन्छ यो कार्यक्रम सबैभन्दा मध्य प्रदेशमा सुन्ने मेरो कार्यक्रम हो तपाईँ यस कार्यक्रमबाट तपाईँ के भन्नुहुन्छ अब
बढी राम्रो कुरा व्यवस्थालाई कसरी बचाउने हेर्नुहोस्। अब त यो व्यवस्था बदनाम म तपाईँले भनिरहेको छु यो के भएछ अहिले तपाईँको यो राजनीतिक दलका पनि हामीहरूका पनि केही कमजोरी छन्, छैन भने होइन। म इमानदारीका साथ भन्न चाहन्छु के छ भने हामी जुन काम गरिरहेका छौँ अरू ठाउँमा तिल बराबरको काम गर्दाखेरि पहाड जस्तो प्रचार हुन्छ र यो व्यवस्था आइसकेपछि जुन स्थानीय तहले प्रदेश सरकारले जुन काम गरेको छ त्यसको प्रचार प्रसार अलिक घट्यो र बढ्यो कसको त्यही तपाईँले भनेको तेलको पैसा फलानुको त्यो एनजिओ आइएनजिओमा यति दियो उ दियो त्यसले चाहिँ व्यवस्थालाई बदनाम गर्न काम गर्यो। तपाईँ भन्नुहोस् 20 लाख कसैले ढलान लग्छन् त्यसमा इमानदारीपूर्वक तपाईँ भन्नुहोस् कति पर्सेन्टको काम हुन्छ, कति पर्सेन्टको काम 50मा काम हुँदैन। म इन्जिनियर कुनै पनि हालतमा मान्दैन। मैले भने एक ठाउँमा तपाईँ मलाई हेर पक्ष होस् या विपक्ष होस्, खालि म काङ्ग्रेसको कुरा गर्न आएको होइन। यहाँ यो व्यवस्थापकको कुरा भन्यो तपाईँ जहाँ 50 लाख आएको छ भने जम्मा 20 लाख 25 लाखको काममा जस पुरै पैसा निकालिदिएको छ एक ठाउँमा बताउनुहोस्। तपाईँ एक ठाउँमा बताउनुहोस् भ्रष्टाचार भएको छ त्यसले न्यूनीकरण कसरी गर्न सकिन्छ। हामी सबै जसरी तपाईँ यसमा पत्रकार साथीहरूको पनि ठाउँ ठाउँमा पुगेर भिजिट गरेर जनतालाई सूचित गर्नुपर्छ। हामी राजनीतिक दलले पनि आफ्ना कैडरलाई आफ्ना जननिर्वाचित प्रतिनिधिहरूलाई चाहिँ प्रशिक्षणको माध्यमबाट चाहिँ मतलब कि जनतामा जुन निराशा गइरहेको छ पाल्ने काम भइरहेको छ, हरेक स्थानीयमा गुण्डा पाल्ने काम भइसकेको छ। सुन्नुहोस् अब कहाँ जाने नेपालमा अब यो मतलब कि गुण्डावाला काम गुण्डा नायिकाहरूको अब चल्दैन, विधिको शासन हो। यो गयो राजाको पालाको कि एउटा अञ्चलाधीश आएपछि पुरै चाहिँ मतलब मान्छेहरू घरमा पसिहाल्थे। एउटा सिडिओ जाँदाखेरि एसपी जाँदाखेरि मान्छेहरू घरबाट निस्किने अवस्था थिएन। एउटा चाहिँ मतलब कि राजाको प्रत्येक गाउँमा एक जना मान्छे थियो सूचना दिने मान्छे, त्यो बोलेपछि कोही नबोल्ने त्यो होइन। पूर्ण रूपमा अहिले एकदम स्वच्छ तरिकाले सबैको अधिकार सहितको यो संविधान जारी भएको छ। यो संविधानमा जुन त्रुटिहरू छन्, जुन ऐन नियममा जुन त्रुटिहरू छन्, जुन कारणले भ्रष्टाचार र अन्य जुन सामाजिक अतत्वहरूको कारणले यो व्यवस्था बदनाम भइरहेका छन् त्यसलाई कसरी हामी व्यवस्थित गरेर बढ्ने त्यसमा हामी केन्द्रित भएर सबै राजनीतिक दलले यो कुरा तपाईँको प्रशिक्षणमा हुन्छ हामी गर्छौँ। किनकि जनतामा जुन तपाईँले भनिराख्नु भएको निराशा छ त्यसलाई पनि चिर्नको लागि हामीले राम्रा कामहरू गर्नुपर्छ र यो चाहिँ जनता एउटा पनि जनतालाई राम्रो भनिरहेको छैन नि त होइन। त्यस्तो छैन। जनता नराम्रो भनेपछि त्यही जनताले त भोट दिइराखेको छ, त्यही जनताले त मेयर बनाइराखेको छ, त्यही जनताले त प्रदेश सांसद बनाए, त्यही जनताले त राष्ट्रपति उपराष्ट्रपति बनाइराखेको छ। आज त चुनावभन्दा सुन्दर पक्ष के हो त? दुनियाँको उत्कृष्ट चाहिँ जुन जनताको मतलब निर्वाचित प्रतिनिधिले चुन्ने म त पैसा खर्च गरेर भोट लिएछु, म त यो कुरा गर्छु, म त आफ्नो खर्च निकाल्छु। एउटा कुरा यो हो अनि जनताले भन्ने मान्छेहरू भन्ने होला होइन, भन्ने मान्छेले भन्ने होला जे भन्न मन लाग्छ। अब त के छ यो लोकतन्त्रको नाममा केही मान्छे जे पनि बोल्न खोज्छन् त्यो त उसको आफ्नो व्यक्तिगत विचार हो। तर संस्थागत रूपमा म के भन्न चाहन्छु भने जसको व्यक्तिगत कुरा भए पनि जिम्मेवारी ठाउँमा आइसकेपछि मान्छेले जिम्मेवारीका साथ बोल्नुपर्छ र इमानदारिताको साथ बोल्नुपर्छ, काम पनि गर्नुपर्छ। किनभने जनता कसरी चाहिँ मतलब कि तपाईँले जुन तरिकाले घर घरमा गएर मत माग्नु भएछ, जुन विश्वास दिलासा दिलाउनु भएछ, रोजगारको कुरा छ, शिक्षाको कुरा छ, स्वास्थ्यको कुरा छ, त्यसमा केन्द्रित भएर र देशका अन्य सेक्टरमा हामी कसरी मानव जातिको उत्थान हुन्छ हैन, कसरी चाहिँ मतलब कि विकासमा चाहिँ गति लिन्छ त्यो हिसाबमा काम गर्नुपर्छ मेरो आग्रह छ। धन्यवाद। यति व्यवस्थाका बावजुद पनि समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद छ मोहनजी, तपाईँलाई पनि र तपाईँको सम्पूर्ण युनिटलाई पनि धन्यवाद। नमस्ते।